खाई नखाई देशको सुरक्षा गरेर हाँस्दै घर फर्किएकी छोरी अन्तत आफ्नै सुरक्षा गर्न कठिनाइ भयो। त्यो पनि आफ्नै श्रीमान राक्षस भइदिँदा आज देहलीला समाप्त भएको छ। किशोरी भुजेलको हत्या आफ्नै श्रीमान नेपाली ब्रो भनेर चिनिने कुमार थापाले गैराती गरेपछि यति बेला देश नै शोकाकुल भनेको छ। नेपाली आर्मीमा कार्यरत किशोरी भुजेल आज उनको देह समाप्त भएसँगै यति बेला परिवारको भावविह्वल भएको छ। देश चिन्तित भएको छ। नेपाली छोरीहरू आफ्नै घरभित्र आफ्नै समाजमा सुरक्षित छैनन् भन्ने ज्वलन्त उदाहरण फेरि झल्किएको छ। देशको सुरक्षा चुनौती कता गएको छ भन्ने पनि प्रश्न उठ्छ र हामी आफ्ना आफन्तहरूको यो रुवावासी र विभिन्न नेताहरू सांसदहरू र यसै गरी हामीले देखाइराखेका छौँ पूर्व गृहमन्त्री गोर्खाबाट निर्वाचित सुदन गुरुङ यति बेला प्रहरी वृत्त बालाजुमा परामर्श गरिराखेका छन् घटनाको सत्य तथ्य बुझ्नको लागि र यति बेला आफन्तहरूको भिड छ प्रहरी वृत्त बालाजुमा भने र यहाँ भिडभाड निकै छ र बालाजुमा राखिएको छ नेपाली ब्रोलाई हामीले देखाइराखेका छौँ तपाईँलाई र पारिवारिक झै झगडाका कारण आज एउटा परिवार समाप्त भएको छ। कसैको जीवन सकिएको छ, कसैको काख रित्तिएको छ। हामी तपाईँलाई देखाइराखेका छौँ यो भावविह्वल दृश्य। गरिसकेपछि बनेको उत्पन्न भएको यो जुन किसिमको विवाद छ, जुन किसिमको तनाव अवस्था छ, यसलाई भित्री रूपमा चाहिँ के भइरहेको छ भनेर प्रहरी अघोषित गृहमन्त्री आइपुग्नु भएको छ। यहाँ पीडित परिवारहरूसँग भेटेर उहाँसँग केही कुरा राख्दै हुनुहुन्छ। यहाँ देख्नुभएको छ माननीय पूर्व गृहमन्त्री सुदन गुरुङ प्रहरी वृत्त बालाजुमा नेपाली ब्रोले घटाएको यो निर्मम घटनापछि कसरी घटनाको वास्तविक कुराको बुझ्नको लागि पूर्व गृहमन्त्री भएको भइसकेको छ बेला यहाँ आइपुग्नु भएको छ। जुन हुन्छ त्यहाँ दृश्यमा क्षेत्रको सांसद पनि हो, एकै हो हाम्रो रबिन भाइ कहाँ गएछ त्यो सरोजको लागि हेर त ओ सरोज कहाँ गयो मेरो क्यामेरा लिएर